Welcome to our channel. We provide many educational videos in this channel, so subscribe our channel for regular updates. Today we are going to learn the third chapter of grade 8 science, that is simple machine. Simple machine start गर्नु भन्दा पहिला हामीले कमन सिम्पल कुराहरुबाट बुझौं न। जस्तो घरमा हामी कपाल काट्नको लागि, पेपर काट्नको लागि कैंची प्रयोग गर्छौं, तरकारीहरु काट्नको लागि नाइफ चक्कु प्रयोग गर्छौं, के हेभी लोड्सहरु उठाउनको लागि हामी रड अथवा केही लङ सब्स्टान्स लङ स्टिक्सहरु युज गर्छौं हो। त्यस्तो धेरै सामानहरु छ जसले हाम्रो काम गर्नको लागि एकदमै इजी बनाइराखेको छ हो। त्यो कुराहरु हुन्थेन भने, यदि हामीसँग सिजर हुन्थेन, हामीसँग नाइफहरु हुन्थेन, हामीसँग रडहरु हुन्थेन, हामीसँग एक्जलहरु हुन्थेन भने हाम्रो कामहरु गर्नको लागि एकदमै गाह्रो हुन्थ्यो हो। जस्तै इनारबाट पानीहरु निकाल्नको लागि हो, इनारबाट पानी निकाल्नको लागि हामीले जुन डोरी तान्छौं नि, डोरी मात्रै तान्दाखेरि एकदमै गाह्रो हुन्थ्यो। तर त्यही डोरीलाई हामीले व्हीलमा रोटेट गरेर तान्दाखेरि चाहिँ एकदम इजी हुन्छ। एकदम इजी हुन्छ भन्नु मतलब हामी सजिलैसँग पानी सहितको त्यो भाँडो अथवा बाल्टिनलाई हामी सजिलैसँग उठाउन सक्छौं। अब हेभी गाडीहरुको कहिलेकाहीँ बाटोमा टायर पञ्चर भइदिन सक्छ। टायर पञ्चर भएको बेलामा टायरहरुलाई बनाउनको लागि त्यो गाडीलाई त उठाउनु पर्छ, त्यो टायर निकाल्नको उठाउनु पर्छ। यदि हामीसँग स्क्रु ज्याक हुँदैन थियो भने हामी कति पनि त्यो गाडीलाई हल्लाउन पनि सक्दैनथ्यौं होला। उठाउन त परको कुरा, कति सजिलो बनाइदिएको छ हामीहरुलाई हो। दोज डिभाइसेस आर सिम्पल मेसिन। त्यही डिभाइसेसहरुलाई नै हामी सिम्पल मेसिन भनेर भन्छौं। सो हाउ वी डिफाइन सिम्पल मेसिन? हामी सिम्पल मेसिनलाई कसरी डिफाइन गर्न सक्छौं त? दोज मेसिन्स व्हिच आर सिम्पल इन फेरि है त, दोज मेसिन व्हिच आर सिम्पल इन कन्स्ट्रक्सन एन्ड मेक्स आवर वर्क इजियर, फास्टर एन्ड कन्भिनियन्ट। लेखौं है त हामी है त, दोज मेसिन which are simple in structure and make our works easier, faster and convenient हो। के भयो त हाम्रो सिम्पल मेसिनको डेफिनेसन के भयो त? अब हाम्रो त्यस्तो मेसिन्स जो चाहिँ एकदमै सिम्पल छ। हुन त हामीले एकदमै कम्प्लेक्स टाइपको मेसिनहरु पनि देखेका छौं। कम्प्लेक्स टाइपको मेसिन भन्नाले हाम्रो फ्याक्ट्रीजहरु इन्डस्ट्रीजहरुमा ठूलो मेसिन्सहरु युज हुन्छ नि, त्यो त एकदम कस्तो कम्प्लेक्स हुन्छ। त्यसलाई युज गर्नको लागि, त्यसलाई चलाउनको लागि, त्यस्तो मेसिन्सहरुलाई रन गर्नको लागि स्पेशल नलेज चाहिन्छ हो, स्पेशल नलेज चाहिन्छ। जस्तो एक्जाम्पलको लागि हामी एक्सरे मेसिनलाई लगौं। एक्सरे मेसिन त सबैलाई थाहा छ हो, मेडिकल्समा युज हुन्छ। एक्सरे मेसिन ह्यान्डल गर्नको लागि, चलाउनको लागि हामीलाई नलेज चाहिन्छ, हामीलाई आइडिया चाहिन्छ त्यो मेसिनको बारेमा। बट we can easily handle simple machine. Why? Because they are simple in structure. त्यो चाहिँ एकदमै सिम्पल स्ट्रक्चरबाट बनेको हुन्छ। एक्जाम्पलको लागि हामी सिजरलाई लगाउँ त, सिजरमा त्यस्तो कम्प्लेक्स स्ट्रक्चर हुन्छ त हुँदैन नि। हामी सजिलैसँग सिजर युज गरेर जुनसुकै कुराहरु पनि काट्न सक्छौं हो। अब अर्को पोइन्ट हाम्रो के छ त? सिम्पल मेसिन मेक्स आवर वर्क इजियर, फास्टर एन्ड कन्भिनियन्ट। सिम्पल मेसिनले हाम्रो कामहरु एकदम सजिलो बनाइदिएको छ हो। यसले हाम्रो टाइम कन्ज्युम्सन टाइम पनि लेस गराइदिएको छ हो। अनि यो चाहिँ एकदम कन्भिनियन्ट छ, सजिलो पनि छ युज गर्नको लागि हो। व्हाई एन्ड हाउ सिम्पल मेसिन मेक्स आवर वर्क्स इजियर, फास्टर एन्ड कन्भिनियन्ट? कसरी बनाउन सक्छ त हो? के गर्छ त त्यस्तो काम? सिम्पल मेसिनले के गरिदिन्छ त? के गरिदिन्छ कि ताकि हाम्रो कामहरु चाहिँ एकदम इजी बनाइदिन्छ। यो पोइन्ट्सहरुलाई हामी सिम्पल मेसिनको इम्पोर्टेन्स भन्न पनि सक्छौं अथवा सिम्पल मेसिनको बेनिफिट्स भन्न पनि सक्छौं। सिम्पल मेसिनको इम्पोर्टेन्स भने पनि बेनिफिट्स भने पनि के पोइन्ट्सहरु रहेछन् त? नम्बर 1 मल्टिप्लाई फोर्स, नम्बर 2 accelerate the rate of doing work, and the last point, that is change
the direction of फोर्स। स्पेसली यो तीनटा कामहरू गरिदिन्छ कि स्पेसली यो तीनटा काम गर्ने भएको भएर सिम्पल मेसिनले हाम्रो कामहरू चाहिँ एकदम इजियर, फास्टर र कन्भिनियन्ट गराइदिन्छ। जस्तो नम्बर 1 मल्टिप्लाई फोर्स हो। मल्टिप्लाई फोर्स भनेपछि वी क्यान अप्लाई स्मल अमाउन्ट अफ फोर्स सो द्याट our simple machine can multiply that force and the resultant force will be more हो। त्यो अब्जेक्टमा जुनसुकै हामी जे कुनै पनि कामहरू गर्दैछौँ भने त्यो काम के काम गरिराखेको छौँ त्यो कामको लागि चाहिँ फोर्स मल्टिप्लाई गरिदिन्छ हो। फोर्स मल्टिप्लाई गरिदिन्छ। जस्तो एउटा इक्जाम्पल लगाउँ त। इक्जाम्पलको लागि हामी के लिन सक्छौँ भने हामीले टिन जस्ता पाता त थाहा छ नि होइन, आइरन सिट के आइरनको सिट हुन्छ नि, आइरन सिट हो। त्यसलाई काट्नको लागि हामीले हातले च्याप्न सक्छौँ त सक्दैनौँ नि, सक्छौँ त सक्दैनौँ नि हो। त्यस्तो आइरन सिटहरू टिनहरू काट्नको लागि स्पेसल काइन्ड अफ सिजर युज गरिएको हुन्छ। कस्तो सिजरहरू युज गरिएको हुन्छ त which has long handle and small blade हो। यो चाहिँ जस्ट रफ डायग्राम मात्रै हो। यसलाई चाहिँ हामीले ब्लेड भन्न सक्छौँ हो। यो चाहिँ हाम्रो ह्यान्डल भयो हो, लामो ह्यान्डल भएको। अनि हाम्रो के भएको त सर्ट ब्लेड भएकोलाई युज गर्छौँ। किन त हो, सो द्याट दिस टाइप अफ सिजर क्यान मल्टिप्लाई मोर एमाउन्ट अफ फोर्स। त्यस्तै कम्पेयर गरौँ न, हाम्रो पेपर काट्ने कैँचीहरू देखाएको छ नि त होइन, पेपर काट्ने कपाल काट्ने कैँचीहरू देखाएको छ नि। त्यसमा के हुन्छ त ह्यान्डल छोटो हुन्छ अनि कटिङ ब्लेड चाहिँ लामो हुन्छ। यस्तो रिजनिङ क्वेसन्सहरू चाहिँ हामीले सल्भ गर्नुपर्छ। एकछिनमा हामी अरू लिभर पढ्ने बेलामा डिस्कस पनि गर्छौँ, रिजनिङ क्वेसन्सहरू त्यहाँ हामी डिस्कस पनि गर्छौँ है त। ओके, नाउ द सेकेन्ड पोइन्ट। अर्को हाम्रो सेकेन्ड पोइन्ट के छ त एक्सेलरेट द रेट अफ डुइङ वर्क। नम्बर 1 पोइन्टले नै जस्टिफाई गरिसकेको छ होइन। फोर्स मल्टिप्लाई भइसके पछाडि हाम्रो काम गर्ने रेट पनि इन्क्रिज गरिदिन्छ हो। 10 मिनट्समा हामीले 10वटा टिन काट्न सक्छौँ भने हो, यत्तिकै केही अरू इन्स्ट्रुमेन्ट युज गरेर हो। वेन वी युज द टिन कटिङ सिजर युज गऱ्यो भने 10 मिनटमा 15-20वटा टिन पो काटिदिन सक्छौँ कि होइन। के गर्दो रहेछ त हाम्रो वर्कलाई एक्सेलरेट गरिदिन्छ भन्नाले छिटो छिटो काम सकाउन हेल्प गर्छ। जस्तो पेपर कटिङ गर्ने बेलामा सिजरले एउटा पेपर हातले एउटा पेपर काट्नुभन्दा हामी सजिलोसँग सिजरले 2-3टा पेपर एकैपटकमा होइन मिलाएर अझ एकदम कन्भिनियन्ट वेसँग स्ट्रेट काट्न पनि सक्छौँ। जसरी भए पनि हाम्रो काम इजियर बनाइदिन्छ। कसले त सिम्पल मेसिनले। नेक्स्ट पोइन्ट चाहिँ चेन्ज द डिरेक्सन अफ फोर्स हो। अब यहाँनिर कस्तो कामहरूमा चाहिँ एकदम इफेक्टिभ हुन्छ भने कुनै पनि अब्जेक्ट्सहरू उठाएर अर्को ठाउँमा राख्नु पर्यो भने एकदमै हेभी अब्जेक्ट छ, ठिक छ, एकदमै हेभी अब्जेक्ट छ, त्यस्तो किसिमको अब्जेक्ट्सहरूलाई चाहिँ उठाएर एक ठाउँबाट अर्को ठाउँमा राख्नु पर्यो भने वी जेनरली युज पुल्ली। हामीले पुल्लीहरू व्हिल एन्ड एक्जलहरू युज गरिराखेको हुनसक्छ हो, देखेको छ नि होइन। के गर्छ त इन्डस्ट्रीहरूमा फ्याक्ट्रिजहरूमा पनि हुन्छ नि हो। के गर्छ त हामी सजिलोसँग पुल गर्छौँ हेभी अब्जेक्ट्सहरूलाई अनि त्यसको डिरेक्सन चेन्ज गरिदिन्छौँ। जस्तो पुल्लीमा के हुन्छ त हामी फोर्स कतातिर लगाउँछौँ सम्झौँ त एकचोटि, ल इनार सम्झौँ, ठिक छ, इनारबाट पानी झिकेको सम्झौँ। अब त्यो इनारबाट पानी झिक्ने बेलामा हेर है, यो इनार हो, सपोज दिस इज द वेल एन्ड वी हेभ अ रोप विथ अ बकेट एन्ड वी युज टु अप्लाई वान व्हील हियर एन्ड अ रोप। यहाँ रोप हुन्छ, ठिक छ, एउटा रफ डायग्राम बनाएँ मैले। अब यो पानी तान्नको लागि हामी के गर्छौँ त फोर्स कतातिर लगाउँछौँ हामीले हो, डाउनवर्ड डिरेक्सनमा। फोर्स कतातिर लगायौँ त हामीले डाउनवर्ड डिरेक्सनमा फोर्स लगाइराखेको छौँ। तर लोड कतातिर आइराखेको छ अपवर्ड डिरेक्सनमा। कतातिर त अपवर्ड डिरेक्सनमा। के गर्यो त चेन्ज द डिरेक्सन अफ फोर्स। हाम्रो फोर्सको डिरेक्सनलाई चेन्ज गरिदिन सक्छ। जस्तो काइट उडाउने बेलामा, चङ्गा उडाउने बेलामा के गर्छ हामीले डोरीलाई आफूतिर तान्छौँ कि तान्दैनौँ हो। जति हामी आफूतिर तान्छौँ काइट त्यति माथितिर फ्लाइ गर्छ नि हो। त्यसले पनि जस्टिफाई गर्छ कि सिम्पल मेसिन हेल्प्स टु चेन्ज द डिरेक्सन अफ फोर्स। यो 3टा पोइन्टको कारणले गर्दा है, यो 3टा पोइन्टको कारणले गर्दा सिम्पल मेसिन मेक्स आवर वर्क इजियर, फास्टर एन्ड कन्भिनियन्ट। बुझ्यो होइन, क्लियर छ नि, कन्फ्युज नहुने है त। नाउ लेट्स लर्न अबाउट द टाइप्स अफ सिम्पल मेसिन। अब सिम्पल मेसिनको कतिवटा टाइप्स छ त
पहिला पनि पढेको हामीले भन्नु त ल we have 6 type number 1 liver will and axle pulley wedge screw incline plane हो यो कुरा त हामीले पहिलाको क्लासहरुमा हो 7 मा 6 मा पनि पढिसकेको कुराहरु हो देयर आर 6 टाइप अफ सिम्पल मेसिन लिभर व्हील एन्ड एक्सल पुल्ली wedge screw incline plane बट इन ग्रेड 8 मा चाहिँ हामी व्हील एन्ड एक्सल पुल्ली wedge screw incline plane को बारेमा अझ डिटेलमा पढ्दैनौं यो कुराहरु चाहिँ क्लास 9 मा छ हो बट इन क्लास 8 वी आर गोइङ टु डिस्कस अबाउट लिभर ओन्ली हो हामी के को बारेमा मात्रै पढ्छौं त लिभर को बारेमा मात्रै पढ्छौं अब नाउ हाउ वी क्यान डिफाइन लिभर लिभरलाई चाहिँ हामी कसरी डिफाइन गर्न सक्छौं त लिभर इज अ लङ रिजिड बार हेर है लिभर इज अ लङ रिजिड बार which is capable of rotating at a fixed point that is fulcrum मैले लेख्छु है त liver is a long rigid bar which is capable of rotating at a fixed point that is fulcrum हो अब लिभरलाई हामीले कसरी डिफाइन गर्यौं त लङ रिजिड बार हुनु पर्यो एन्ड दैट मस्ट रोटेट एट अ फिक्स्ड पोइन्ट एउटा फिक्स्ड पोइन्टमा चाहिँ रोटेट हुनु पर्यो एन्ड दैट फिक्स्ड पोइन्ट इज कल्ड फल्क्रम त्यसलाई चाहिँ हामीले फल्क्रम भन्न सक्छौं अब एक्जाम्पलको लागि हामी त्यही सिजरलाई लगाउँ न कैंचीलाई ओके कैंचीलाई लगाउँ त ठीक छ यो ह्यान्डल यो ब्लेड नाउ लुक सिजर हैज अ लङ रिजिड बार यहाँ त दुईटा रिजिड बार छ हो लङ रिजिड बार एन्ड व्हिच इज क्यापेबल टु मुभ एट अ फिक्स्ड पोइन्ट त्यो कैंची चलाउँदाखेरि एउटा फिक्स्ड पोइन्टमा मुभ गर्छ कि गर्दैन गर्छ दैट फिक्स्ड पोइन्ट इज नोन एज फल्क्रम हो त्यो फिक्स्ड पोइन्टलाई हामीले के भन्दो रहेछौं त फल्क्रम अब अर्को एउटा एक्जाम्पल लगाउँ त क्रोबारले के गर्छ त हेभी लोडहरुलाई चाहिँ उठाउनको लागि हेल्प गर्छ हो अब यो क्रोबार एउटा लामो स्टिक छ हो लामो रड छ त्यो रडले चाहिँ कुनै अब्जेक्टलाई चाहिँ हामीले पुश गरेर चाहिँ एफोर्ट लगाएर चाहिँ कुनै अब्जेक्ट उठाउन प्रयास गरिरहेको छौं उठाउन कोसिस गरिरहेको छौं भने हामी त्यहाँनेर एउटा सपोर्ट राख्छौं त्यो सपोर्ट लिएर नै त्यो अब्जेक्ट के गर्छ त मुभ गर्न थाल्छ मीन्स दैट पोइन्ट इज नोन एज फल्क्रम त्यो पोइन्टलाई नै हामीले के भन्छौं त फल्क्रम भनेर भन्छौं सो हाउ वी क्यान डिफाइन लिभरलाई हामीले कसरी डिफाइन गर्न सक्यौं त liver is a long rigid bar which is capable of rotating at a fixed point that is fulcrum now there are three types of liver तीनटा टाइप्स छ के छ त हामीलाई थाहा छ पढेको हो सम्झिनु त ल नम्बर 1 first class liver second class liver third class liver ल हेर सम्झिन पनि कति सजिलो हैन टाइप्स अफ लिभर कतिवटा त फर्स्ट क्लास लिभर सेकेन्ड क्लास लिभर थर्ड क्लास लिभर अब यो कसरी डिफरेन्शिएट कसरी टाइप बनाएको हो त अकॉर्डिङ टु द प्लेसमेन्ट अफ फल्क्रम अकॉर्डिङ टु द प्लेसमेन्ट अफ फल्क्रम लोड एन्ड एफोर्ट फल्क्रम लोड र एफोर्टलाई कसरी प्लेसमेन्ट गरेको छ त हो फल्क्रम लोड र एफोर्टलाई कसरी प्लेसमेन्ट गरेको छ को बेसिसमा चाहिँ यो डिफरेन्शिएट यो टाइप्सहरु बनेको छ अब हामी सम्झौँ है त फर्स्ट क्लास लिभर अब फर्स्ट क्लास लिभरमा के हुन्छ त द लिभर इन व्हिच फल्क्रम लाइज इन बिट्विन सम्झिने सेन्टरमा भनेको छैन एकदम बीचमा हुनुपर्छ भनेको छैन इन बिट्विन लोड एन्ड एफोर्ट हो लोड र एफोर्टको बीचतिर फल्क्रम पर्छ भने दैट इज कल्ड फर्स्ट क्लास लिभर अहिलेको सिजर कुनमा पर्यो त हाम्रो फर्स्ट क्लास लिभरमा पर्यो केमा पर्यो त हाम्रो फर्स्ट क्लास लिभरमा पर्यो
हेर त सम्झिन्छ अहिलेको सिजरलाई फेरि सम्झिने एकचोटि हो यहाँनिर एफोर्ट भयो हामी एफोर्ट लगाउँछौँ जहाँ त्यो एफोर्ट जहाँ चाहिँ हामी लोड राख्छौँ काम गराउँछौँ त्यो हाम्रो लोड यो चाहिँ हाम्रो फलक्रम बिचतिर परेको छ कि छैन अहिले क्रोबार पनि बिचतिर थियो फलक्रम द्याट इज अल्सो फर्स्ट क्लास लिभर नाउ सेकेन्ड क्लास लिभर in second class liver load lies in between एफोर्ट एन्ड फलक्रम हो एफोर्ट र फलक्रमको बिचमा चाहिँ लोड आउनु पर्यो हेर त एफोर्ट र फलक्रमको बिचमा चाहिँ लोड आउनु पर्यो जस्तो अब हाम्रो इक्जाम्पलहरू सेकेन्ड क्लास लिभरको इक्जाम्पल के हुन्छ हाम्रो सम्झिनु त ल लोड बिचमा आउनु पर्यो तिमीहरूले सुपारी काट्ने त्यो देखेको छ सुपारी काट्ने हुन्छ नि त्यो देखेको छ पक्कै देखेको होला हैन त्यो देखेको छ भने तिमीहरूको सुपारी कसरी काट्छ थाहा त यहाँनिर तिमीहरूको प्लेस टक्क राखेको हुन्छ यहाँनिर धारिलो अब्जेक्ट हुन्छ यहाँनिर चाहिँ ह्यान्डल हुन्छ यहाँनिर सुपारी राख्छ अनि हामी यहाँ थिचेर चाहिँ सुपारीहरू फुटाउँछौँ हैन नरिवलहरू फुटाउँछौँ अब्जेक्ट्सहरू हुन्छ नि हो त्यहाँ हेर त लोड बिचमा फलक्रम यहाँ छ लोड यहाँ छ एफोर्ट यहाँ लगाउँछौँ हामीले के भयो त हाम्रो लोड लाइज इन बिट्विन फलक्रम एन्ड एफोर्ट सच टाइप अफ लिभर इज नोन एज सेकेन्ड क्लास लिभर यस्तो किसिमकोलाई हामी के भन्छौँ त सेकेन्ड क्लास लिभर भनेर भन्छौँ अब अर्को हेर है थर्ड क्लास लिभरमा अब के बाँकी रह्यो त द लिभर इन व्हिच एफोर्ट लाइज इन बिट्विन फलक्रम एन्ड लोड हो फलक्रम र लोडको बिचमा चाहिँ हाम्रो के आउनु पर्यो त एफोर्ट फलक्रम र लोडको बिचमा एफोर्ट आयो भने द्याट टाइप अफ लिभर इज नोन एज के हो सम्झिनु त थर्ड क्लास लिभर अब यसको इक्जाम्पल हाम्रो के हुन आउँछ त यसको इक्जाम्पल तिमीहरूले चिम्टी देखेको छ चिम्टी हुन्छ नि अथवा चिम्टा त्यो आगोहरू बाल्ने बेलामा होइन कोइलाहरू तान्नु पर्यो गर्नु पर्यो भने देखेको छ अथवा तिमीहरूले सावेल देखेको छ माटोहरू खाल्छ नि हो देखेको छ हो ल म चिम्टी नै बनाउँछु है त ल चिम्टी भयो हो यो चिम्टीमा हामी यहाँनिर चाहिँ एफोर्ट लगाउँछौँ हो के लगाउँछौँ त एफोर्ट कता लगाउँछौँ त हामीले बिचतिर लगाउँछौँ यो फलक्रम भयो यहाँ हामीले एफोर्ट लगाउँछौँ यहाँ चाहिँ हाम्रो लोड हुन्छ हामीले चिम्टीको बिचतिर प्रेस गर्छौँ हो कि होइन हो सच टाइप अफ लिभर इज नोन एज थर्ड क्लास लिभर यस्तो किसिमको हामी के भन्दो रहेछौँ त थर्ड क्लास लिभर भन्छौँ अझ सम्झिनुको लागि हामी के सम्झिन सक्छौँ भने एफएलई भनेर सम्झिन सक्छौँ एफ फलक्रम लाइज इन बिट्विन लोड बिचमा एफोर्ट बिचमा एकोर्डिङ टु फर्स्ट क्लास लिभर सेकेन्ड क्लास लिभर र थर्ड क्लास लिभरलाई हामी यसरी डिफाइन गर्न सक्छौँ ठिक छ फर्स्ट क्लास लिभर भयो फर्स्ट क्लास लिभरको डेफिनेसन अनि टाइप पनि भयो नाउ वी आर गोइङ टु लर्न हाउ डज लिभर अब लिभरले कसरी काम गर्छ त ठिक छ लिभरले है अब लिभरले काम कसरी गर्छ त हो लिभरको हामीले थाहा पाइसक्यौँ लिभरको तीनटा पार्ट हुँदो रहेछ लोड एफोर्ट र फलक्रम हुँदो रहेछ म क्रोबार बनाउँछु है त एउटा के बनाउँछु त क्रोबार बनाउँछु ल ठिक छ एउटा क्रोबार बनाउँछु मैले यहाँ हाम्रो लोड छ यहाँ हामीले एफोर्ट लगाउँछौँ एफोर्ट फलक्रम र लोड ठिक छ यति कुरा त हामीले लिभरबाट थाहा पाइसकेका छौँ लिभरले काम कसरी गर्छ त अब लिभरले काम गर्छ कसरी त हामीले सिम्पल मेसिनमा के पढाएको छौँ यसले काम गर्छ यसले हाम्रो वर्क्सलाई इजी बनाउँछ फास्ट बनाउँछ भने हाम्रो फोर्स मल्टिप्लाई गर्नुपर्छ यसले के गर्नुपर्छ हाम्रो फोर्स मल्टिप्लाई गर्नुपर्छ मल्टिप्लाई गर्नु पर्यो होइन अनि हामी चाहिँ यहाँनिर चाहिँ थोरै फोर्स लगाउने उतातिर झन् थोरै फोर्स लाग्यो भने काम गर्न इजी हुन्छ त हुँदैन नि अब के गर्नुपर्छ त हामीले कसरी हाम्रो लिभरले काम गर्छ त ल हेर है वी हेभ एफोर्ट फलक्रम एन्ड लोड ठिक छ अब द डिस्टेन्स फ्रम फलक्रम एन्ड एफोर्ट इज नोन एज एफोर्ट डिस्टेन्स के भन्छौँ त हामीले एफोर्ट डिस्टेन्स एन्ड द डिस्टेन्स फ्रम लोड एन्ड फलक्रम इज नोन एज लोड डिस्टेन्स ठिक छ एफोर्ट डिस्टेन्स र लोड डिस्टेन्समा कन्फ्युज नहुने न्युमेरिकल्स प्रब्लम्सहरू चाहिँ सल्भ गर्ने बेलामा सधैँ ख्याल गर्नुपर्छ कि लोड डिस्टेन्स एन्ड एफोर्ट डिस्टेन्स आर मेजर्ड फ्रम फलक्रम लोड डिस्टेन्स र एफोर्ट डिस्टेन्स जहिले पनि फलक्रमबाट मेजर गरिन्छ
जहिले पनि फलक्रमबाट मेजर गरिन्छ। हाम्रो क्लास 8 मा म्याक्सिमम न्युमेरिकल प्रब्लम्सहरू फर्स्ट क्लास लिभरबाट दिइरहेको हुन्छ हो। फर्स्ट क्लास लिभर भनेको फलक्रम बिचमा भएको। कहिले कसो चाहिँ अरू थर्ड क्लास लिभर सेकेन्ड क्लास लिभर दियो भने पनि हामी कन्फ्युज हुँदैन। किन त हामीलाई चाहिन्छ त्यो बेलामा एफोर्ट डिस्टेन्स लोड डिस्टेन्स चाहिरहेको हुन्छ। त्यो बेलामा कन्सेप्ट लगाउने कि एफोर्ट डिस्टेन्स एन्ड लोड डिस्टेन्स आर अलवेज मेजर्ड फ्रम फलक्रमबाट मेजर गरिन्छ। यो कुरा एकदमै ख्याल गर्ने है त। ल हामीसँग भएको कम्पोनेन्टहरू लोड आयो, एफोर्ट आयो, लोड डिस्टेन्स आयो, एफोर्ट डिस्टेन्स आयो। अब काम कसरी गर्छ त लिभरले? प्रिन्सिपल अफ लिभर। हामीसँग के छ त अब प्रिन्सिपल अफ लिभर। अब प्रिन्सिपल अफ लिभर, अब लिभरले कसरी काम गर्छ त है त। एट अ ब्यालेन्स कन्डिसन, यो एट अ ब्यालेन्स कन्डिसन किनभने एकछिनमा थाहा पाइहाल्छ है त। एट अ ब्यालेन्स कन्डिसन द लोड एन्ड द लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट एन्ड एफोर्ट डिस्टेन्स। भन्नुको मतलब हेर है, भन्नुको मतलब मैले भर्खरै के भने, लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स। ठिक छ। लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स। दिस इज द प्रिन्सिपल अफ लिभर। तिमीले ल्याङ्ग्वेजमा लेख्न पनि सक्छ है, ल्याङ्ग्वेजमा लेख्न पनि सक्छ मजाले। अब हामीले बुझ्न सक्नु पर्यो कि लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स हुन्छ एट अ ब्यालेन्स कन्डिसन। यो ब्यालेन्स कन्डिसनको कन्सेप्ट एकछिन हामीलाई थाहा भइहाल्छ। अब यसले काम गर्छ हो, हामीले फोर्स लगाउँछौँ एफोर्ट है, हामीले जुन फोर्स लगाउँछौँ नि त्यो फोर्स हाम्रो एफोर्ट भन्छौँ। यहाँ चाहिँ हामी सिम्पल मेसिनमा के भन्छौँ त, एफोर्ट भन्छौँ। एफोर्ट जति लगाउँछौँ नि हो लोडमा त्यति नै बढी चाहिँ हाम्रो रिजल्टेन्ट फोर्स लाग्नुपर्छ। लोड जहिले पनि न्युटनमा हुन्छ, एफोर्ट पनि जहिले पनि न्युटनमा हुन्छ। हामीलाई फोर्स हो थाहा छ, अनि हाम्रो लोड केमा आउँछ त, वेटमा आउँछ। त्यसको युनिट पनि न्युटन हो। कन्फ्युज हुने होइन, डिस्टेन्स भनिसकेपछि डिस्टेन्सको युनिट मिटरमा भइहाल्यो होइन हो। एकदम इजीसँग बुझ्ने है। अब यो बुझ्यो होइन, लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स। यो चाहिँ के हो त, हाम्रो प्रिन्सिपल अफ लिभर। लिभरले काम गर्ने तरिका हो। जस्तो हेर है, लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स कसरी काम गर्छ भने, हेर है, अब मान सपोज एफोर्ट चाहिँ हामीले 2 न्युटन लगाएको छ। कति लगाएको छ त, 2 न्युटन लगाएको छ। अब हाम्रो चाहिँ एफोर्ट डिस्टेन्स छ लामो, लङ्गर नै हुनुपर्छ है, मल्टिप्लाई हुनको लागि लामो नै हुनुपर्छ, जहिले पनि लामो नै हुनुपर्छ। जस्तो एफोर्ट डिस्टेन्स मैले लगाएँ 5 मिटर, ठिक छ, 5 मिटर। अनि हाम्रो यो के छ त, एफोर्ट डिस्टेन्स आइसके पछाडि लोड डिस्टेन्सलाई चाहिँ मैले जम्मा कति लगाएँ त, 2 मिटर। अब हामी चाहिँ यो इक्वेसनबाट यसलाई सल्भ गरेर हामीले लोड निकालौँ त, कति लोड चाहिँ यसले चाहिँ माथि उचाल्न सक्छ त है, कतिको काम हुँदो रहेछ त। फ्रम दिस इक्वेसन भन्नाले प्रिन्सिपल अफ लिभरको प्रिन्सिपलको बेसिसमा एट ब्यालेन्स्ड कन्डिसनको बेलामा लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स। वी डोन्ट ह्याभ द भ्यालु अफ लोड इन्टु लोड डिस्टेन्स मिन्स 2 इज इक्वल टु एफोर्ट 2 इन्टु 5 छ हामीसँग छ। ओके, लुक, लोड इज इक्वल टु 2 इन्टु 5 डिवाइडेड बाई 2, द्याट मिन्स लोड इज इक्वल टु 5 न्युटन। ठिक छ। हाम्रो लोड कति आयो त, 5 न्युटन आयो। कति आयो त, हाम्रो 5 न्युटन आयो। एउटा जस्ट सिम्पल इक्जाम्पलबाट मैले तिमीलाई के बुझाएँ त, 2 न्युटन एफोर्ट लगाएर 5 न्युटन काम गर्न सक्यो। 5 न्युटनको लोडलाई यसले उठाउन सकेर थोरै फोर्स लगाएर धेरै आयो। कति बेला त, इफ वी हेभ लङ्गर एफोर्ट डिस्टेन्स, हामीसँग एफोर्ट डिस्टेन्स चाहिँ लङ्गर नै हुनुपर्छ, 2 मल्टिप्लाई मोर फोर्स। गिभ रिजनमा पनि सोधिराखेको हुन्छ है, त्यो बेलामा तिमीले थाहा पाउनुपर्छ के कन्सेप्ट नै थाहा पाउनुपर्छ भने, लङ्गर द एफोर्ट डिस्टेन्स मोर फोर्स इज मल्टिप्लाइड भनेर चाहिँ तिमीले थाहा पाउनु पर्यो है। जति चाहिँ हाम्रो एफोर्ट डिस्टेन्स लामो हुन्छ नि त्यति नै चाहिँ हाम्रो फोर्स मल्टिप्लाई हुन्छ। यो कन्सेप्टलाई चाहिँ हामी त्यो पेपर कटिङ सिजर र
आइरन सिट कटिङ सिजरलाई कम्पेयर गरौँ न। अघि मैले स्टार्टिङमा भनिसकेको थिएँ, के भनिसकेको थिएँ त मैले, पेपर कटिङ सिजरको ह्यान्डल छोटो हुन्छ, ब्लेड लामो हुन्छ हो, यो चाहिँ हाम्रो पेपर कटिङको हो। अनि हाम्रो आइरन सिट कटिङको चाहिँ ह्यान्डल लामो हुन्छ, ब्लेड चाहिँ सानो हुन्छ भनेर भनेको थिएँ। यो चाहिँ पेपर काट्नको लागि, यो चाहिँ आइरन सिट काट्नको लागि आयो। अघिको कन्सेप्टबाट हामी रिजनिङ गर्न सक्छौँ। पेपर कटिङको लागि किन त लङ्गर ब्लेड सर्टर ह्यान्डल, छोटो ह्यान्डल र लङ्गर ब्लेड छ। अनि आइरन सिट कटिङको लागि चाहिँ सर्टर ब्लेड लङ्गर ह्यान्डल छ। किन? टु कट द आइरन सिट मोर फोर्स सुड बी मल्टिप्लाइड। आइरन सिट काट्नको लागि त धेरै फोर्स मल्टिप्लाई हुनुपर्छ नि। सो लङ्गर ह्यान्डल्स आर मेड एन्ड द सर्टर ब्लेड आर मेड। अब पेपर काट्नको लागि त्यति धेरै फोर्स मल्टिप्लाई हुनु पर्दैन, पेपर सजिलैसँग काट्न सकिन्छ। सो सर्टर ह्यान्डल एन्ड लङ्गर ब्लेड आर मेड अन पेपर कटिङ सिजर। यसरी रिजनिङ गर्न पनि सक्नुपर्छ, ठिक छ। अब हामीले प्रिन्सिपल अफ लिभर बुझ्यौँ, प्रिन्सिपल अफ लिभरले कसरी काम गर्दो रहेछ त्यो कुराहरू पनि बुझ्यौँ। अब तिमीहरूले सम्झिनु पर्ने कुरा के हुन्छ भने है, सम्झिनु पर्ने कुरा के हुन्छ भने इनपुट ओक एन्ड आउटपुट ओक। इनपुट ओक र आउटपुट ओकको कन्सेप्ट सम्झिनु पर्यो है। अब इनपुट ओक भनेको के, आउटपुट ओक भनेको के? इनपुट ओक भनेको चाहिँ हेर, हामीले इनपुट दिएको के भनेको के हो त, एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स। अनि आउटपुट ओक भनेको के भयो त, हाम्रो लोड इन्टु लोड डिस्टेन्स, ठिक छ, लोड डिस्टेन्स। हामीसँग इनपुट ओक एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स भयो, आउटपुट ओक लोड इन्टु लोड डिस्टेन्स। एफोर्ट भनेको त हामीले अप्लाई गर्ने हो, हामीले दिने हो नि त, हामीले दिने भनिसके पछाडि द्याट इज इनपुट ओक। अनि लोडमा चाहिँ रिजल्टेन्ट आउने हो, द्याट मिन्स आउटपुट ओक। ल, इनपुट ओक र आउटपुट ओकको कन्सेप्ट पनि भयो। Now we have to learn about MA, VR and efficiency. MA, VR and efficiency. At first, let's learn about MA. सबभन्दा पहिला चाहिँ हामी के को बारेमा डिस्कस गरौँ त, MA को बारेमा डिस्कस गरौँ। MA लाई चाहिँ हामी के भन्दो रहेछौँ त, मेकानिकल एडभान्टेज, ठिक छ, मेकानिकल एडभान्टेज भन्न सक्छौँ ल, ठिक छ। नाउ हाउ वी क्यान डिफाइन एमए, द्याट इज मेकानिकल एडभान्टेज। कसरी डिफाइन गर्न सक्छौँ भने द रेसियो अफ लोड टु द एफोर्ट। हेर है, रेसियो अफ लोड टु द एफोर्ट। रेसियो भन्ने बित्तिकै लोड डिभाइडेड बाई एफोर्ट भन्नुको मतलब एमए इज इक्वल टु लोड डिभाइडेड बाई एफोर्ट। सरी, mechanical advantage is defined as the ratio of load to the effort. Load divided by effort is MA. MA, that means mechanical advantage. हेर है, यहाँ सम्झिनु पर्ने एउटा कुरा के छ भने लोडको युनिट न्युटन, एफोर्टको युनिट न्युटन। सो न्युटन न्युटन क्यान्सल हुने भएको भएर मेकानिकल एडभान्टेज हेज नो युनिट। न्युमेरिकल प्रब्लम्सहरू सल्भ गर्ने बेलामा यहाँ चाहिँ हामीले युनिट लेख्न हुँदैन, युनिट लेख्न हुँदैन, त्यस कुरा सम्झिने है त। जस्तो यसैलाई इक्जाम्पल मानेर है, यसैलाई इक्जाम्पल मानेर हामीले निकालौँ न त ल। मेकानिकल एडभान्टेज मिन्स लोड डिभाइडेड बाई एफोर्ट। लोड 5 न्युटन हो, एफोर्ट 2 न्युटन हो, द्याट मिन्स 5/2 डिभाइड गरौँ त हामीले कति हुन्छ, 2 to the 4.5 हो। 2.5 इज द मेकानिकल एडभान्टेज अफ दिस सिम्पल मेसिन। यो सिम्पल मेसिनको मेकानिकल एडभान्टेज कति त, 2.5। यसको मिनिङ के थाहा छ, यसको मिनिङ के हो थाहा छ? जस्तो क्वेसन सोध्छ हेर है, कहिले कसो के क्वेसन सोध्छ भने इफ अ सिम्पल मेसिन हेज मेकानिकल एडभान्टेज 2.5 वाट डज द्याट मिन। यो 2.5 को मिनिङ के हो भने बाई अप्लाइङ 2 न्युटन फोर्स विथ द एफोर्ट डिस्टेन्स अफ 5 मिटर 2.5 times load can be lifted by that simple machine हो। 2.5 times हाम्रो फोर्स चाहिँ मल्टिप्लाई भएछ के भएछ त, हाम्रो 2.5 times फोर्स मल्टिप्लाई भएछ। हामीले चाहिँ लगाएको थियौँ 2 न्युटन मात्रै, तर 2.5 times मल्टिप्लाई, 2 into 2.5 times चाहिँ मल्टिप्लाई भएर चाहिँ लोडतिर हाम्रो एफोर्ट
लागेछ। द्याट इज द मिनिङ अफ मेकानिकल एडभान्टेज एन्ड इट डज नट ह्याभ इट्स युनिट। यसको युनिट छैन। कुरो बुझ्यो? ओके, नेक्स्ट सरी एउटा पोइन्ट बाँकी छ। मेकानिकल एडभान्टेज इज एफेक्टेड बाई फ्रिक्सन। यसलाई चाहिँ मेकानिकल एडभान्टेजलाई चाहिँ फ्रिक्सनले इफेक्ट गर्छ। अब फ्रिक्सनले इफेक्ट गरेर के हुँदो रहेछ हामी भिआरमा पढ्छौँ। ठिक छ, द्याट इज भिआर। भिआर भनेको हाम्रो के भयो त भेलोसिटी रेसियो हो। भेलोसिटी रेसियो इज डिफाइन्ड एज द, म डाइरेक्टली डेफिनेसनमा गएँ। Velocity ratio is defined as the ratio of effort distance to load distance. That means velocity ratio is equal to effort distance divided by load distance. ठीक छ, effort distance divided by load distance भनेको चाहिँ हाम्रो के रहेछ त velocity ratio। यसको पनि युनिट हुँदैन। यसको पनि युनिट हुन्छ त अब हुँदैन। यसको पनि युनिट हुँदैन। किन त effort distance पनि लेन्थको युनिट हो, लोड डिस्टेन्स पनि लेन्थको युनिट हो। लेन्थको युनिट क्यान्सल भएर यसको युनिट हुँदैन। यसरी चाहिँ क्लियरली बुझ्ने। एन्ड इट इज नट इफेक्टेड बाई फ्रिक्सन हो। यो चाहिँ फ्रिक्सनले इफेक्ट गर्दैन। अघि भर्खरै मैले भने एमएललाई चाहिँ फ्रिक्सनले इफेक्ट गर्छ, भेलोसिटी रेसियोलाई चाहिँ फ्रिक्सनले इफेक्ट गर्दैन। अब यसको रिजल्ट के आउँछ यहाँ हेर है, यसैबाट गरौँ। ओके, एफोर्ट डिस्टेन्स 5, यहाँ मैले 2 मिटर लेखाएको थिएँ, 5 डिवाइडेड बाई कहाँ गयो, ओके यहाँनिर, ओके 5 मैले एउटै भ्यालु भएको भएर थोरै कन्फ्युजन जस्तो हुन आउँछ कि जस्तो लाग्यो मलाई होइन। जस्तो एफोर्ट डिस्टेन्समा चाहिँ हामीले 5 अनि पछि लोड डिस्टेन्समा चाहिँ हाम्रो 2 थियो, गर्दाखेरि त हाम्रो सेम आयो। किनकि 5 2 भएको त सिमिलर जस्तो भ्यालु भएको भएर यो इक्जाम्पल्समा थोरै कन्फ्युजन जस्तो क्रिएट हुनसक्छ। म अर्को इक्जाम्पल दिन्छु है त। अर्को इक्जाम्पलमा के बनाउँछु भने लोड डिस्टेन्स र एफोर्ट डिस्टेन्सलाई डिफ्रेन्सिएट गरिदिन्छु। ठिक छ, के गरिदिन्छु यसलाई मैले 6 बनाइदिएँ। ल यो 5सँग सिमिलर हुनु भएन, किनकि हेर्दाखेरि झट्टै हेर्दाखेरि सिमिलर भएको भए तिमीहरू कन्फ्युज हुन्छ जस्तो लाग्यो। कस्तो हेर्दाखेरि सिमिलर भएछ होइन, ठिकै छ, इट्स ओके। ल अब चाहिँ मैले 6 डिवाइडेड बाई 2 गरिदिएँ। ठिक छ, 6 डिवाइडेड बाई 2 द्याट मिन्स 3, द्याट मिन्स 3। यहाँ के भयो त 3 भयो, के भयो त 3 भयो। अब यो 2.5 भन्दा यो 3 चाहिँ हाम्रो ग्रेटर हो कि होइन, एमए लेस देन भिआर अथवा भिआर इज ग्रेटर देन एमए। एमए जहिले पनि सानो हुन्छ। किन सानो हुन्छ थाहा छ? बिकज इट इज एफेक्टेड बाई फ्रिक्सन। फ्रिक्सनको कारणले गर्दा इफेक्ट भएको छ। फ्रिक्सनको कारणले गर्दा हाम्रो जुन एफोर्टमा हामीले फोर्स लगाउँछौँ नि, त्यहाँनिर हाम्रो 2 न्युटन फोर्स लगाएको थियो नि हो, सर्टेन एमाउन्ट अफ फोर्स इज रिड्युस ड्यू टु फ्रिक्सन। फ्रिक्सनको कारणले गर्दा हाम्रो फोर्स रिड्युस भइदिन्छ। फ्रिक्सन त थाहा छ नि अपोजिङ फोर्स हो भने हामी सबैलाई थाहा छ। फ्रिक्सन लाग्यो भने जहिले पनि हाम्रो फोर्स रिड्युस हुन्छ के हो। एकदम स्मुथ सर्फेस त एकदम चिप्लो चाहिँ एकदम बाटो छ भने त्यो बाटोमा कुनै सामने घिसारेर ल्याउन एकदम सजिलो हुन्छ हो कि। एकदम रफ बाटो छ, एकदम ढुङ्गा भएको बाटो, त्यसमा घिसारेर ल्याउनु पर्यो भने एकदमै गाह्रो हुन्छ, किनकि त्यहाँ फ्रिक्सन धेरै लाग्छ। स्मुथमा कम फ्रिक्सन, अनि त्यो ढुङ्गा भएकोमा धेरै फ्रिक्सन लाग्छ, जसको कारणले गर्दा हामीले धेरै फोर्स लाउनु पर्ने हुनसक्छ। त्यसको मिनिङ एमए इज इफेक्टेड बाई फ्रिक्सन, भिआर इज नट इफेक्टेड बाई फ्रिक्सन, सो एमए इज अलवेज लेस देन भिआर। मेकानिकल एडभान्टेज इज अलवेज लेस देन भिआर। गिभ रिजनमा पनि सोध्छ है, वाइ एमए इज अलवेज लेस देन भिआर भनेर पनि क्वेसन सोध्न सक्छ। त्यो बेलामा यो सुल गिभ योर एन्सर, त्यो बेलामा एन्सर दिन सक्नु पर्छ। अर्को टपिक चाहिँ हाम्रो अर्को के थियो त हाम्रो, सम्झिन्छ ल, इफिसियन्सी। के थियो हाम्रो इफिसियन्सी? इफिसियन्सी इज डिनोटेड बाई इटा साइन हो। यो एन जस्तो देखिन्छ, एन होइन है, लामो पुच्छर छ। इट इज कल्ड इटा। यसलाई चाहिँ हामीले के भन्छौँ त इटा भनेर भन्छौँ। ठिक छ, अब इफिसियन्सीलाई हामीले इटा साइनले रिप्रेजेन्ट गर्छौँ भने इफिसियन्सीको डेफिनेसन अनुसार हाम्रो के हुन्छ त एमए डिवाइडेड बाई भिआर इन्टु 100%। अब डाइरेक्टली मैले यहाँनिर क्वेसन लेख्दिएँ, हामी सजिलैसँग डिफाइन गर्न सक्छौँ नि अब हो, डिफाइन गर्न सक्छौँ नि। इफिसियन्सी भनेको के रहेछ त, के रहेछ त द रेसियो अफ, यो इक्वेसन अनुसार है,
इक्वल द क्यापासिटी अफ डुइङ वर्क बाई द लिभर पनि भन्न सक्छ हो। अर्को रूपमा चाहिँ हामीले के पनि भन्न सक्छौँ त रेसियो अफ एमए एन्ड भिआर, एमए टु द भिआर विथ पर्सेन्टाइल। यो हाम्रो इफिसियन्सी जहिले पनि केमा मेजर गर्छौँ त हामी पर्सेन्टेजको हिसाबमा। अब इफिसियन्सी भनेको के हो भने हेर है, इफिसियन्सी भनेको के हो भने त्यो मेसिनले भन्नुको मतलब ल यही मेसिन ठिक छ इक्जाम्पल लिन्छ नि त, यो मेसिनले कति पर्सेन्ट चाहिँ आफ्नो आउटपुट दिन सक्यो त हो, कति पर्सेन्ट चाहिँ आफ्नो आउटपुट दिन सक्यो त। अघि मैले भनिसकेको छु त्यहाँनिर फ्रिक्सनले चाहिँ के लस हुन्छ भने त्यहाँ 100% दिन्छ त, दिन्छ त दिँदैन नि हो, दिन्छ त त्यहाँनिर दिँदैन नि हो। यहाँनिरको कन्सेप्टबाट हामीलाई एउटा कुरा थाहा हुन्छ, के कुरा थाहा हुन्छ भने आइडियल मेसिनको बारेमा थाहा हुन्छ। के को बारेमा? आइडियल मेसिन हो। ल हेर है, आइडियल मेसिनको बारेमा के थाहा हुन्छ भने हाउ वी क्यान डिफाइन आइडियल मेसिन। आइडियल मेसिनलाई पर्फेक्ट मेसिन पनि भन्न सकिन्छ। पर्फेक्ट भनेको एकदम पर्फेक्ट क्या, के भन्न सक्यौँ त दोज मेसिन व्हिच ह्याभ 100% इफिसियन्सी आर कल्ड आइडियल मेसिन अर पर्फेक्ट मेसिन। कुनै पनि मेसिनको 100% आउटपुट दिन्छ, 100% रिजल्ट दिन्छ भने त्यो चाहिँ आइडियल मेसिन अथवा पर्फेक्ट मेसिन। प्र्याक्टिकल्ली आइडियल मेसिन्स आर नट पोसिबल। प्र्याक्टिकल लाइफमा आइडियल मेसिन हुँदै हुँदैन, हुन्छ त हुँदै हुँदैन, हुन्छ त हुँदै हुँदैन है। किन हुँदैन त, किन हुँदैन? यहाँ एमए र भिआर पढिसकेका छौँ त हामीले, एमएमा फ्रिक्सनले इफेक्ट गर्थ्यो कि गर्दैन? गर्थ्यो। एमए इज लेस देन भिआर, एमए भिआर भन्दा सानो भयो भने यो 100% हुन्छ त कहिले? एमए चाहिँ सानो भयो हेर त, एमए सानो भयो, सानो नम्बरलाई ठुलो नम्बरले डिभाइड गर्दाखेरि 1 भन्दा जहिले पनि लेसमा आउँछ, 1 भन्दा जहिले पनि लेसमा आउँछ। अब 100 into 1 100 हुन्थ्यो, 100 into 1 भन्दा लेस भयो भने सधैँ लेस देन 100% हुने भयो। के हुने भयो त? लेस देन 100% हुने भयो हो। प्र्याक्टिकल लाइफमा चाहिँ सबै मेसिनहरू लेस देन 100% हुने भयो हो। तर थ्योरिटिकल लाइफमा हामी न्युमेरिकल प्रब्लम्सहरू सल्भ गर्ने बेलामा जहिले पनि सोधिरहेको हुन्छ इफ एट ब्यालेन्स कन्डिसन, यदि ब्यालेन्स कन्डिसनमा छ, अघि मैले भनेको थिएँ नि ब्यालेन्स कन्डिसन भन्यो भने आउँछ है भनेर। यदि ब्यालेन्स कन्डिसन भनेको छ भने 100% हो। यदि इफ एनी मेसिन इज आइडियल, इफ एनी मेसिन इज पर्फेक्ट भन्यो भने त्यो बेलामा पनि इफिसियन्सी 100% मान्न सक्छौँ, थ्योरिटिकल्ली मान्न सक्छौँ। बट इन प्र्याक्टिकल लाइफ देयर इज नो आइडियल मेसिन, द्याट मिन्स नो 100%। जस्तो यसैको हामीले चाहिँ हेर त, यसैको हामीले चाहिँ हेर्ने हो भने एमए लेस देन भिआर भइसकेको छ। एमए चाहिँ लेस देन भिआर भइसके पछाडि एमए को भ्यालु 1 भन्दा लेस आउँछ, 1 भन्दा लेस आउँछ, जसको मतलब हाम्रो इफिसियन्सी पनि जहिले पनि लेस देन 100% आउँछ। बाई अप्लाइङ एमए डिभाइडेड बाई भिआर इन्टु 100% गर्दा जहिले पनि 100 भन्दा लेस आउँछ। किन त? अब कहिलेकाहीँ क्वेसन के सोध्न सकिन्छ भने वाइ एभ्री मेसिन्स आर नट पर्फेक्ट अर नट आइडियल। आइडियल हुँदैन, पर्फेक्ट हुँदैन, किन? किनभने सम एमाउन्ट अफ आवर फोर्स इज रिड्युस ड्यु टु फ्रिक्सन हो। फ्रिक्सनको कारणले गर्दा केही एमाउन्ट अफ फोर्स चाहिँ लुज हुन्छ के। हामीले 2 लगाएको छौँ, 2 into 2.5 यहाँ भएको छ, किनकि यो त ब्यालेन्स कन्डिसनमा हो नि त हो। तर प्र्याक्टिकल लाइफमा हामीले 2 न्युटन फोर्स लगाएको छौँ भने त्यो इक्वल फोर्स चाहिँ मल्टिप्लाई हुँदैन, थोरै मात्रामा फोर्स चाहिँ के हुन्छ त हाम्रो रिड्युस हुन्छ। त्यही भएर त सिम्पल मेसिनहरूमा फ्रिक्सन कम गर्नको लागि ओइल ग्रिसहरू युज गर्छ नि, फ्रिक्सन घटाउनको लागि। तिमीले देखायो होला नि होइन, साइकलको चेनहरूमा, इभन सिजरहरूमा पनि त त्यो फल्क्रमनेर चाहिँ जहाँ फल्क्रमनेर त हो नि धेरै फ्रिक्सन हो नि, त्यहाँनिर के गरिराखेको हुन्छ त वाइलहरू राखिदिने, जसको कारणले गर्दा फ्रिक्सन रिड्युस हुन्छ। फ्रिक्सन जति रिड्युस गर्न सक्यो हाम्रो इफिसियन्सी पनि त्यति नै धेरै आउँछ, जति गर्न सक्यो त्यति नै धेरै आउँछ। न्युमेरिकल प्रब्लम्सहरू सल्भ गर्ने बेलामा हाम्रो न्युमेरिकल प्रब्लम्सहरू सबै लिभरको केसमा आउँछ है, सम्झिने सबै लिभरको केसमा आउँछ। म्याक्सिमम क्वेसन फर्स्ट क्लास लिभरमा सोध्छ, म्याक्सिमम क्वेसन्सहरू चाहिँ फर्स्ट क्लास लिभरमा सोध्छ। अब सेकेन्ड क्लास लिभर, थर्ड क्लास लिभरमा सोध्यो भने पनि फल्क्रमलाई हेर्ने, अनि फल्क्रमबाट लोड डिस्टेन्स, फल्क्रमबाट एफोर्ट डिस्टेन्स,
मेजर गर्ने। देन वी हेभ इक्वेसन MA VR इक्वेसन छ, देन वी क्यान इजिली क्यालकुलेट इफिसियन्सी हो। डाइरेक्टली MA VR दिएको छ भने डाइरेक्टली इफिसियन्सी क्यालकुलेट गर्न पनि सक्यो। लोड एफोर्ट लोड डिस्टेन्स एफोर्ट डिस्टेन्स दिएको छ भने MA VR बाट क्यालकुलेट गर्न पनि सक्यो हैन। यदि कुनै एउटा मिसिङ छ भने वी युज द प्रिन्सिपल अफ लिभर। माना यहाँनिर अघि लोड मिसिङ थियो नि त, लोड मिसिङ थियो अनि क्यालकुलेट द इफिसियन्सी अफ दिस सिम्पल मेसिन भन्यो भने डाइरेक्टली इफिसियन्सीबाट गर्न सक्छौँ त, सक्दैन। फर्स्ट युज प्रिन्सिपल अफ सिम्पल मेसिन। पहिला चाहिँ सिम्पल मेसिनको युज गर्ने प्रिन्सिपल थाहा छ नि, लोड इन्टु लोड डिस्टेन्स इज इक्वल टु एफोर्ट इन्टु एफोर्ट डिस्टेन्स, जसबाट चाहिँ एउटा भ्यालु पत्ता लगाइहाल्छ। देन वी क्यान इजिली फाइन्ड MA DR एन्ड इफिसियन्सी। यसरी चाहिँ गर्न सक्छौँ। नेक्स्ट भिडियोमा हामी न्युमेरिकल्सको भिडियोहरू पनि बनाउँछौँ है। त्यो भिडियो पनि हेर्नको लागि अनि नयाँ नयाँ भिडियोहरूमा अपडेट भइराख्नको लागि च्यानललाई सब्सक्राइब गर्नु होला, आफ्नो साथीहरूलाई पनि सजेस्ट गरिदिनु होला, सेयर गरिदिनु होला है त।